हेलो गाइज, हामी चाहिँ पुग्यौँ यता यो कालसिनमाडु हाम्रो हातेखोलाको। अब यहाँ चाहिँ हाम्रो यो लक्ष्य महायज्ञको लागि चाहिँ काम सुरु भइसकेको छ। 5 दिनको हुनेछ यो लक्ष्य महायज्ञ चाहिँ। यसरी काम सुरु चाहिँ गेट हाल्नबाट सुरु भइरहेछ। टक्क यो कालसिनमाडु राम्रोसँग देखाउँछु। 5 दिनको हुनेछ आई थिंक। यहाँ चाहिँ यसै गरी अड्किन्छ नि ठड्याउ हुर्र। त्यो छोटो आउँछ भने हेर, छोटो भइगयो कि नै हुर्र। गेट बन्दैछ। अब आरामले अरू पनि देखाइन्छ है त। ल बन्दैछ। फेरि मैले पनि भर्खर त्यो काम गरेँ। मलाई यहाँ क्यामेरा होला काम गर्दैन रहेछ भन्ने होला। यसै गरी अहिले यो चाहिँ बस्नको लागि व्यवस्था। ए जातु त्यहाँ मथीमा यो तल कहाँहरू पर्थ्यो ल। फाइनली यो कम्पनी भयो। ब्याउली लियो त। ब्याउली लियो ब्याउलाई लिएन त। ब्याउलाई साट्यो क्या ब्याउली। ब्याउला र ब्याउली साट्यो क्या हो। हिजो चाहिँ यो यति गेट सेट बनायौँ हामीले। यहाँ गेटमा लेखेको छ लक्ष्य होम महायज्ञ मिति वैशाख 7 गतेदेखि 12 गतेसम्मको लागि हो। यो जोशी परिवार हाम्रो। यो चाहिँ हाम्रो कालसिनमाडु हुन्छ। यो चाहिँ देखिसक्यो है। यो पनि हिजो गरेको काम हो। अनि आज चाहिँ यहाँ भाँडासाँडा धुँदैछन्। के हो यहाँ भाँडा धुवाई कार्यक्रम। जता हेरौँ हरियाली हलचल छ, मनभरि खुसियाली चञ्चल छ। कतै चरीले गाउँछ, कतै हावा छमछमाउँछ। भोलिदेखि सुरु छ हाम्रो यहाँ लक्ष्य पूजा महायज्ञ चाहिँ काम भइरहेछ माडुमा। त्यहाँ दाई अङ्कल अर्को 4 बनाएका कति 2 बनाऊ। ल म चाहिँ काम गर्दैन सोचे होला। यहाँ मेरो काम चाहिँ अलिकति सकेर यहाँ भिडियो बनाउन लाग्छु सोचे होला। यो भिडियो मात्र बनाउँछ क्या हो यो भन्ने सोचे हुन्न। भिडियो हेर्नेवाला पनि त्यो होइन, बिल्कुल होइन। यहाँ एउटा आफ्नो काम यहाँ लागिरहेको छ ऊ पनि।
ल यसै गरी अरू पनि देखाउँछु भिडियो। ल गाई चाहिँ अब चाहिँ हाम्रो सुरु भयो। यहाँ सुरु भयो भन्दा नि यो काम गरिसक्यौँ लगभग बेला बेला भिडियो बनाउने यहाँ समय भएन हैन, त्यसैले यहाँ चाहिँ अलिकता काम भइरहेछ। भित्र देखाउनु पाएँ कि नै? यहाँ पनि भइरहेछ, यहाँ पनि काम भइरहेछ। यो यसरी राम्रो भइरहेछ, सजाइरहेछौँ। यहाँ सामानहरू यता छन्, कति सामान छ यहाँ। के छ अनि हल्ली चल्ली यार, मैले काम गरे देख्या हैन, काम गरे पो देख्केला बास हेप्या हेर्न। यो चाहिँ हवन गर्नको लागि हो। उता छ। ल अब चाहिँ एकछिन पछि देखाउँछु। गाई चाहिँ आज चाहिँ 7 गते वैशाख, आजबाट चाहिँ लक्ष्य महायज्ञ सुरु भएको छ। आज लगभग दिनमा भिडियो चाहिँ बनाएन, अहिले बनाएको छु। खानाको यहाँ आजको चाहिँ काम सबै भ्याएर चाहिँ खाना खाने समय। बहिनीहरू छन् यता चाहिँ, ह्यान्डसम अङ्कल यता चाहिँ। यो चाहिँ बजाङ। अब चाहिँ भोलि देखाउने छु थोरै। अब खाना खाने टाइम भइरहेछ, खाना खाँदैछन् होइन। उता चाहिँ अब एकछिनमा चाहिँ अरू काम हुनेछ होइन। त्यसै गरी फाइनल्ली आजको चाहिँ काम भयो। ल खाना खुवाइ हुँदैछ होइन। अरू भिडियो भोलि देखाउँछु अब चाहिँ है। ल कहाँ गयो क्या बाहुनहरू पर गइसक्यो। त्यसै गरी अहिले चाहिँ परिक्रमा सुरु भइरहेछ। हामी चाहिँ ढिला अलि यता पछाडि छौँ। हिँडिन् छिटो हिँड। अगाडि भने अगाडि गर्ने पानी छ नि यार। हिँड सर चढायो हिँड्यो। यिनीहरूले हकेल्या हामीले एक 2 भयो भर्खर।
अहिले भर्खर चाहिँ फोटोसोटो खिच्यौँ होइन। यसै गरी हामी चाहिँ भातेखोला यो कालसिनमाडु छौँ। लक्ष्य महायज्ञ चाहिँ हाम्रो चलिरहेछ। आज दोस्रो दिन होइन कि 8 गते हो 9 गते 8 गते वैशाख। यहाँ हुनुहुन्छ यहाँ भित्र जान्छौँ एकछिन। यहाँ चाहिँ सुरु भइरहेछ, पूजा भइरहेछ यहाँ। यो बलियो लगेज ल यसै गरी रोटी हल्लाइ भइरहेछ। यहाँ कोही खाँदैछ, उता बसिया चाहिँ एउटा उता भाउजूलाई किरो भयो अरे।
एकासी साल वैशाख 8 गते आजको काम पनि लगभग आरती गरेर सक्यो। सक्यो आजको काम। जब पनि सक्यो। कति हजार जब सक्यो। 1,25,000 जब हुनेछ। नास्ता खाने टाइम हो। यता फोटो सेसन भइरहेछ। अहिले भर्खर हाम्रो फोटो सेसन भयो। यता फोटो सेसन भइरहेछ पण्डितजीहरूसँग। अनि यहाँ ठुला बुवा यता हुनुहुन्छ। कान्छा अङ्कल काक्स क्या भयो? सुल्टो गर्ने फोटो अहिले एकछिन। अनि यहाँ बजाइ खान यो सुल्टो भने यो अच्छे सुल्टो हुने। अनि यो बहिनी छ एक। अनि अर्की बहिनी यहाँ छ। राम्री बहिनी अर्को यो। अनि यता चाहिँ खाना पाकिरहेछ। यहाँ आन्टी पनि आन्टी रहेछन्। यहाँ आन्टी यहाँ अखी छ। अखी भाजी हाम्री। अब एक मात्र भाजी एक मात्र फुपू। यहाँ हाम्री अर्को फुपू। अलि यताबाट यस्तो अर्को फुपू। ल अहिले अब चाहिँ एकछिन पछि देखाउँछु अरू भिडियो। यता हुनुहुन्छ हाम्रो पण्डितजी। यता हुनुहुन्छ। भर्खर पूजाबाट निस्किनु भयो। यहाँ अङ्कलको फोटो सेसन सकेन। अङ्कलको फोटो सेसन पनि सकेन। यहाँ क्या पासपोर्ट साथ फोटो खिच्न लाऊ कि? अरे इनका स्कुल देखाउनु पर्ने यार। स्कुल देखाउनु पर्ने पासपोर्ट काम थियो भन्यो इनका। ल अब चाहिँ एकछिन पछि बनाउँछु अरू भिडियो होइन। 1 घन्टाको भिडियो होला जस्तो छ। यहाँ त आज 3, 4, 5, 6 दिनसम्मको पुरा। हेलो गाइज आज चाहिँ फेरि 9 गते लास्टै धुवा छ भित्र। माडोमा काम भइरहेछ। पूजा भइरहेछ। तरकारी काटिरहेको छु। आज चाहिँ 9 गते तरकारी कटिङ भइरहेछ। अब चाहिँ भोलि लगभग अन्तिम हो। Ntar ketemu waktu. Adalah. गाइस आज चाहिँ 9 गते तेस्रो दिन यहाँ तयारी भइरहेछ पण्डितहरूको लागि। नास्ता तयारी हुँदैछ पण्डितहरूको लागि। यो चाहिँ
तेस्रो चौथो दिन कतिौँ दिन हो यहाँ बसिया छन् भित्र काम भइरहेछ पूजा कार्यक्रमभित्र सर यहाँ भाउजू लागे नास्ताको लागि अनि यसै अगाडि भित्र चाहिँ भइरहेछ यसरी यहाँ चाहिँ पूजा हुँदैछ हामी चाहिँ बाहिर छौँ अहिले ल गाइस अब चाहिँ लगभग सकिन लाग्यो आज अन्तिम दिनको पनि अन्तिम क्षणमा छौँ अहिले 10 गते वैशाख 80-82 साल लक्ष्य पूजा महायज्ञ चाहिँ आज अन्तिम हुँदैछ सकिँदैछ मेता भइरहेछ जस्तो लाग्यो यता हुनुहुन्छ पण्डितहरू मेधा नै रहेछ तर मेधा हुँदैछ यहाँ चाहिँ मेधा भइरहेछ यहाँ मागल गाइरहेछन् अन्तिम चरणमा छ पूजाको सकियो यहाँको काम चाहिँ माडुको काम सकियो होइन आज 10 गते सकियो हामी 4-5 गतेदेखि चाहिँ सुरु गरेका थियौँ आज सकियो ह्यान्डसम अङ्कल हुनुहुन्छ यता चाहिँ अङ्कल ह्यान्डसम अङ्कल यहाँ छन् बहिनीहरू आन्टीहरू फुपूहरू सबैजहरू यहाँ छन् उता हुँदैन छन् यता अब फाइनल भइसक्यो हाम्रो काम चाहिँ यो फुपू छन् यता फुपू होइन लगभग काम सकियो हाम्रो यता खानपिन कार्यक्रम भइरहेछ चाहिँ खानपिन भइरहेछ यहाँ चाहिँ ठिक छ गर्नु होइन नि केयर हुनेछ यहाँ छ नि भयो ल आज चाहिँ अन्तिम दिन सकियो लगभग हाम्रो यो लक्ष्य महायज्ञको चाहिँ अन्तिम दिन आज सकियो त्यसै गरी यो भिडियो चाहिँ आउँछ युट्युबमा पुरा हेर्नु होला सेयर गर्नु होला होइन कालसेन देवता खाना भइरहेछ उता चाहिँ यता बसिरहेछन् सबैजनाहरू आफ्नो त हुनु आज अन्तिम दिन सकियो ल गाइज हामी चाहिँ श्रीकुल मस्टाजन माध्यमिक विद्यालय भातेखोला बझाङमा पुगेका छौँ मस्टा गाउँपालिका 4 नम्बर वडामा चाहिँ यो चाहिँ छात्रावास गरे यसै गरी म यहाँ कुल मस्टाजनको पनि सबै एरिया देखाउने छु यो चाहिँ छात्रावास अब आरामले देखाउँछु यसरी जाँदैछौँ हामीहरू यतिजना छौँ 2 4 6 7 जना छौँ हामीहरू चाहिँ यहाँ सब यहाँ लोकल पनि छन् हामी चाहिँ यसरी लोकलहरू निनीहरू चाहिँ यसै अगाडि बढ्दैछौँ यहाँ पानी ट्याङ्कीको व्यवस्था रहेछ यता चाहिँ होस्टेल हो म चाहिँ योभन्दा पहिला 3 वर्ष पहिला आउँदाखेरि चाहिँ यो गेट मात्रै थियो
आजभोलि चाहिँ त्यो गेट पनि रहेछ। यो भवन थियो, त्यो भवन पनि नयाँ भवन हाले रहेछ त्यहाँ। यो पुरानो भवन हो, लगभग भूकम्पले चाहिँ लगिसके जस्तो हो। कुन दिन भूकम्पले फ्यास्सै पाडिदिन्छ। अलिकता गाह्रो अवस्थामा छ। यहाँ चाहिँ कुलमस्टाजनका अध्यक्ष हुनुहुन्छ सर। यो विद्यालय माथि मन्दिर रहेछ, सुन्दर एरियामा छ, दामी छ। यता सुन्दर एरिया, फुलबारी पनि रहेछ, दामी फुल फुलेको छ। विद्यालय धेरै राम्रो छ। कुलमस्टाजन भातेखोला। फेरि अगाडि बढिरहेका छौँ। यो चाहिँ म योभन्दा अगाडि पनि आएको थिएँ, तर धेरै परिवर्तन भइसकेको छ, धेरै प्रगति भइसकेको रहेछ। यहाँ चाहिँ मन्दिर रहेछ। मन्दिर रहेछ यता। विद्यालय दामी रहेछ नि, सुन्दर छ। यसै गरी यता यो बोर्ड देखाउने छु, श्री कुलमस्टाजन। मस्टाजन मात्र लेखेको रहेछ। विद्यालय भातेखोला, मस्टा गाउँपालिका 4 बजाङ। 2016 को रहेछ, धेरै पहिला। तर यो कुल मस्टाजन हो कि मस्टाजन हो? मस्टर नै हो। ए मस्टर नै रहेछ। यहाँ यो लोकल बहिनी हो, यसलाई सब थाहा छ। अब चाहिँ अर्को ठाउँ देखाउने छु म अगाडि गएर। सुन्दर अता माथि छ कुल मस्टाजन मावि प्रशासन भवन चाहिँ यहाँ रहेछ डी ब्लकमा। हाम्रो पूजा सकेपछि चाहिँ हामी घरमा आयौँ। घरमा आएर चाहिँ अलिकति पूजाको खुसियालीमा चाहिँ यहाँ डान्स गरिरहेछन्। डिजे अलि सानो भयो। रुकुमै कोटा रुकुमै कोटा। हाम्रो गाउँ यो चाहिँ सुन्दर गाउँ हाम्रो भातेखोला। हाम्रो घर यो चाहिँ है, यो चाहिँ हाम्रो घर। क्या एकछिन छुट्नु पर्दा लाग्छ नि नमिठो
अहिले चाहिँ गीतमा डान्स गर्न सकेर देउडा गीतमा लागेका छन् है त। हाम्रो फ्यामिली कत्रो छ देखिसक्नुभयो होला बजाङमा। अहिले त भने कहाँ भने हेलो गाइज, हामीले चाहिँ यहाँ गाडी नपाएर चाहिँ ट्र्याक्टरमा जानुपर्ने अवस्था आइरहेछ। चैनपुरसम्म पुग्नको लागि ट्र्याक्टरको आवश्यकता। ट्र्याक्टरमा जानुपर्ने आइरहेछ गाडी नपाएर। खेती गाउँ खेती दुःख कहाँ लाग्यो भने गाउँमा कहाँ लाउनु त झराउँदा भयो बस्नु न पछि त्यसै गरी हामी चाहिँ आज 2082 साल वैशाख 9 गते आज चाहिँ के अरे यो पूजाको तेस्रो चौथो दिन कति आउँदिन हो। आज चाहिँ राति हामी 9 बजे भिडियो बनाएर चाहिँ यो बहिनी चाहिँ राम्री बहिनी, यता बहिनी अर्की बहिनी, यो अङ्कल हो कि क्या यार। यता चाहिँ यो व्रत बन्धको लागि यहाँ तयारी भइरहेको छ। भोलिको व्रत बन्ध छ, आज अलिकति तयारी भइरहेको छ। यहाँ मागल गाइरहेका छन् 3 जना मात्रै। राति 9 बजे आछन्। चकमन्न रात परेको छ। यता बाहिर पनि रहेछन् मान्छे, बाहिर पनि मान्छे छन्। यहाँ सप्ताहको ड्युटी हो। यहाँ कुकुर पनि रहेछ। यहाँ यो बादुरिया सुन्ने खोज्ने ठाउँमा बादुरियाहरू सुतेका छन्। यो बादुरिया हो, यो बादुरिया हो। मैले यही हो सोचेको यहाँ बादुरिया।
के धन्य हेलो गाइस यहाँ चाहिँ हामी केला काट्न आएको केरा लक्ष्यका लागि आवश्यक केरा गोदो अग्नि व्यवस्थापनका लागि केला गोदो चाहियो हुनाले केला गोदो चाहियो हुनाले अब आउँदैन हटा हटा त्यही आउँदो भयो हटाऊ चाहिँ हे साइड डला नि डला बजाई मैले यो गोरु बाख्रा के हाले ल्या बल्ल बल्ल घर काखी खबर गरिदेऊ अन्तिम दिन छु यहाँ भाउजू हुनुहुन्छ आफ्नै काममा बिजी हुनुहुन्छ आज अन्तिम दिन हो भित्र पूजा भइरहेछ अनि यहाँ अङ्कल हुनुहुन्छ पण्डितजीहरू पनि हुनुहुन्छ उता चाहिँ लगभग आज चाहिँ अन्तिमतिर छौँ पूजाको लक्ष्य पूजा लगाएका छौँ यहाँ चाहिँ बाहिर चाहिँ खानाको तयारी भइरहेछन् चिया खाँदैछन् अनि यो छ एक चिया खाँदैछ बड्डो कस्तरी फेरि के को तयारी हो यो चाहिँ खानपिनकै तयारी रहेछ यहाँ पनि आज अन्तिम दिन सबै मान्छे गाउँबाट पनि आउँछन् सबै चाहिँ यसरी यहाँ मान्छे हुनुहुन्छ चिया खाँदै गरे कोही काम गर्दैछन् कोही केही गर्दैछन् यहाँ धुलो मिच्दै कोही चिया खाँदै कोही चाहिँ केही गर्दै यहाँ आगो बालेछ यस्तै छ हजुर यहाँ नुखेर आएको जेठियामा हुन्न यहाँ पनि जेठियामा यहाँ आन्टी पनि छन् यता अरे यहाँ फुपूहरू बहिनीहरू उता चाहिँ अब चिन्या छैन त्यही पनि आन्टी म पनि आन्टी है देखेर छु यो भाजी के हाम्री बजै द भाउजू बनाए द हाम्री भाउजू होनहार भाउजू तन्याडी भाउजू ये हाम्री जेठी बाठी बजाई ये जेठी बाठी बजाई यहाँ छन् यहाँ कान्छी भएन माइली भएन आन्टी हुनी नु यहाँ आमा यहाँ मु यता आन्टी होइन भिडियो यो भिडियो हुँदैछ हजुर भिडियो गर्दा हुँ भने तन्याडी पैसाका परे बुढी मान्छेलाई लायो पर यहाँ लाखबत्ती बाल्न चाहिँ तयारी भइरहेछ लाखबत्ती लगभग तयारीमा छौँ यो माडुभित्रको चाहिँ छ अब एकछिन पछि देखाउँछु थोरै भिडियो चाहिँ अहिले यति भयो अब एकछिन पछि देखाउँछु है त ल अन्तिम दिनको हवन कार्य भइरहेछ यता पण्डित हुनुहुन्छ हवन कार्य आज सम्पन्न हुनेछ सप्तमे अष्टमी मित्रो एकादशी विश्वासी स्वाहा भीम च धन
सासुः स्वाहा दक्षिपः स्वाहा अग्निकुं स्वाहा हृदयेन सनिक्षुरेण पशुप घर गई हालेको कम छ हालेको कम हालेको हाल्दा त कम हालेको यहाँ चाहिँ व्रत बन्द भइरहेछ व्रत बन्द बालकटाई मागल पनि यतातिर गइरहेछन् उता चाहिँ खानपिनको तयारी उता चाहिँ पूजा छ भित्र
तर्पयामि यतातिर चाहिँ त्यो बेहुलाका लागि माला बनिरहेछ यो व्रतबन्ध यहाँ माला बनिरहेछ त्यहाँ कपडा हेराइ भएको छ यता मार्छ हामी तर्पयामी भइरहेछ मार्छ हामी तर्पयामी भइरहेछ मार्चामी पनि हुन्छ यहाँ चाहिँ माला बाहिर कार्यक्रम अलग छ फेरि बेहुलिया त पठाउने बेला भइगयो बेहुलो छैन बेहुली पठाउने बेला भइगयो माला बनाउने कार्यक्रम यहाँ लगभग सकिन लाग्यो यो भाजी फुपू यता चाहिँ अब भाजी मुख्य कर्तव्य चाहिँदैन है त यही चिका मात्रै फाल्छ हजुर ल हामी पर पछि हैन अहिले अरु चाहिँदैन यो परमसल हो शान्ति पृथ्वी शान्ति लोकदयः शान्ति ओम भगवता भगवता माई भन्ने ओम भगवता भगवता माई यसो यहाँबाट ओम भगवता भगवता माई भिक्षा यता यता ओम भगवता भगवता माई भिक्षा दे विनय गरी भगवता माई भिक्षा दे त्यसपछि यो भिक्षालाई कहाँ घर ये लिसा देखाएको आज देखा उधर पछाडि जाऊ नदी अपने आप हाल्दियो देखा उधर पछाडि जाऊ किन हुँदै आयो कोतले आकारमा भयो डबल बना बनाउन त यो म भाइ हाल दिएको हापी ओले हाल आउको त पछाडि जानु हाल्यो अगाडि आऊ ये चावल कहाँ है ये चावल रुपया नहीं है मुझे रुपया नहीं है मुझे ये जो भी पूरा
अरे यो जोगी यहाँ आउँदैन त्यसै गरी यहाँ चाहिँ ब्याउलो तयार भइसकेको छ ब्याउला कि भाजी हो दिदी हो यो यो छोरोछोरी जस्तो देखिँदो नानु ल यसै गरी यहाँ चाहिँ ब्याउला रेडी भइरहेछ होइन अर्की यहाँ छ फुपू यता आन्टी दादा फोटो खिच्दा अब यहाँ लाखपत्ती पाल्न पनि सुरु भइसकेको छ यता लाखपत्ती पाल्न पनि सुरु भइसकेको रहेछ यता ल लाखपत्ती दाजु त हुन्न नाइ भिडियो बनाइरहेको छु अब के आट्नु पर्दैन लाखपत्ती यहाँ धुलो खेल्दा रहेछ यहीको मुख क्या धुलो खेल्दा यही का फाल्नु यही बिहार नै खाँदैको फाला ये आन्टीलाई पनि छोपेर ये बोल्यो यहाँ लाखपत्ती वाले छ भाउजूका पनि मेरा पनि लगाइदियो लास्टमा आएर यहाँ छोपिहाल्यो